Welcome to my YouTube channel. Guys, welcome to my vlog. साथीहरु नमस्ते सेवारो। आज चाहिँ हामी जाँदैछौँ तीनजना ठुलो ठुलो मान्छेहरुसँग सोमबारे बजार हैन नानी? नानी? हेलो गाइस अरे मेरो सानुले आया हेलो गाइस सेवारो भन्नु त सेवारो हातले गर्नु सेवारो सेवारो उही आजकल मेरो सानले मैले हेलो गाइज भनेको सुने उसले पनि हेलो गाइज अरे हेलो गाइज वेलकम टु माई ब्लग तपाईहरुलाई दिउँसो हजुर हजुर खुट्टामा के भयो समायो लु बिस्तारै आउनु न त खुट्टामा समायो अरे मेरो सानुलाई खुट्टामा समायो अरे अनि खुट्टामा समायो सानु ओके अहिलेसम्म म खोलिदिन्छु ल अब के भनेको म यस्तो साह्रो मोटाइसके साथीहरु हो हिँड्दै साथीहरु मेरो पुरा मासुहरुको तल तल लाग्न थालिसक्यो कसैलाई मासु चाहिन्छ नि भन्ने म 8-9 केजीहरु अहिले छिलछाल गरेर पठाइदिन्छु जाँदैछु म कता पो हेलो गाइज भन्नु त हामी चाहिँ गाइजहरु हामी चाहिँ जाँदैछौँ चकलेट पोली खानु मलाई चाहिँ थाहा छैन कहाँ जाने हो म त लुगा लगाउनु ए लुगा लाउनु भयो आज चाहिँ म सोमबारे मेरो घर नजिकै हो जाड खानु जाँदैछु जाड खाएर मातेर आउनु पर्यो भनेको तर सानो नानीहरु पनि लिएर जाँदैछु साथीहरु जाड चाहिँ खानु पर्यो तर नमाति आउनु पर्यो है इतनी खुशी अब हामी जाँदैछौँ सोमबारेमा अनि एकछिनमा तपाईहरुलाई देखाउनेछु हामी के गर्नु गएको भनेर खासमा चाहिँ है त साथी हो वेलकम टु माई भ्लग है साथीहरु फेरि पनि सधैँभरि मासु नै मासुको किनभने हामी सबैजना साथीहरु चाहिँ मासु लभर हो म चाहिँ होइन यति हटाउ न यो मासु चाहिँ हाम्रो सोमबारे बजारमा रहेको छ यो चाहिँ आजको हाम्रो चाहिँ सोमबार मात्रै लाग्छ है आजको स्पेसल मान्छेहरु यहाँ हुनु कति चाहिँ राम्री भएर आएको छ भने यहाँ मान्छेहरु ज्वाइन खोज्नु पर्छ ज्वाइन सोल्टिनी लास्ट टाइम है आज मैले सोल्टिनीलाई बिहानै बोलाउँछु भनेर सोचिरहेको थिएँ निकै प्रसन्न गफहरू गरौँ बसेर एकदि थुपा आँसु झारौँ भनेर त्यो भएन मस्त ढल्केर हो क्या सोल्टिनी तर म तपाईँलाई बिहान नै बोलाउने मेरो प्लानिङ हो यहाँ चाहिँ हुन्छ स्पेसल हाम्रो गेस्ट चिफ गेस्ट हुनुहुन्छ सानोलाई दसोलाई हाम्रो अस्मितालाई फेरि छोड्नु हुँदैन नि होइन अस्मिता ऊ चाहिँ मेरो फोटो खिचिदिने राम्रो फोटो निकालिदिने हाम्रो क्यामेराम्यान है उसलाई चाहिँ हुँदैन उसलाई त हुँदै यति राम्रो छ होइन माग भयो भने मैले साथी यो चाहिँ सुँगुरको मासु अब आयो मेरो सानो सेलरोटी यो चाहिँ सोमबारे बजारको अनि गर्ने भएको त यहाँ अस्ति तेल लगाइहाल्थ्यो नि ओइ के भयो ओइ हामी आज सोमबारे बजारमा छौँ यो चाहिँ सोमबारे बजार भन्छ सोमबारे बजारको स्पेसल भनेको आलु चप र प्याजी हो यता आउनु नानी ध्यान यहाँ यो त आगोमा पर्छ होला हौ यहाँको स्पेसल यही हो यस्तो दामी क्रिस्पी छ कति मजा आउँछ होला बाबा
गरेर नानी 6जना अघि त हिँड्दै हिँड्दै आयो नि ए कसरी अनि एकैचोटि सबैजना छ नि त त्यो हामीलाई सोल्टिनले माछा अब नानीलाई माछा किनिदिनु भएको पाल्नुलाई अब त्यो माछा घर जाँदा मर्दैन के दिन लाग्छ हामी माछा त खाँदैनौँ भनेर अन्त भिडियोमा माछा कहिले खाएको छैन हामी माछा त खाँदैनौँ होइन नानी माछा मासु कहिले चाहिँ खाएको देख्नु पाँचहरू यस्तो तेलहरू त्यतिकै उठाइरहेको कि अब हामी रह्यौँ मैयाबारीको टिम मात्रै नि ठुलो मामा यो चाहिँ सोमबारे बजार है साथी हो सोमबार लाग्छ यो चाहिँ हाम्रो गाउँको एउटा होइन थ्याङ्क यू सबैजनाले मेरो भिडियो फुल वाच गरिदिनु भएकोमा धन्यवाद थ्याङ्क यू फर सपोर्ट मी